नमस्कार सबैजनालाई। म तपाईँहरूमा उपस्थित भइसकेको छु वीरेन्द्र ओली गजल लिएर। गजलको शीर्षक यस्तो छ, परदेशमै रोल्पाको आत्मा। परदेशको भुइँमा उभिएर माटो सम्झिने मन छ यहाँ। परदेशको भुइँमा उभिएर माटो सम्झिने मन छ यहाँ। रोल्पाको पीडा बोकी हिँड्ने सेवाको पथ छ यहाँ। रोल्पाको पीडा बोकी हिँड्ने सेवाको पथ छ यहाँ। मलेसियाको आकाशमुनि एउटै आवाज उठ्यो। मलेसियाको आकाशमुनि एउटै आवाज उठ्यो। पेनाङमा जुटेका हातमा आफन्तको धन छ यहाँ। पेनाङमा जुटेका हातमा आफन्तको धन छ यहाँ। न पदको होड न नामको लोभ न स्वार्थको व्यापार। न पदको होड न नामको लोभ न स्वार्थको व्यापार। दुखीको आँसु पुस्न सक्ने मानवीय कसम छ यहाँ। दुखीको आँसु पुस्न सक्ने मानवीय कसम छ यहाँ। आफ्नो दुःख छातीमै थुनेर अरूको घाउमा मलम। रोल्पालीको मन पहिचान सहानुभूतिको जन छ यहाँ। रोल्पालीको मनको पहिचान सहानुभूतिको जन छ यहाँ। विपत्तिको छेउमै उभिने सहाराको नाम बनेर। सस्ता होइन परिवार जस्तै भरोसाको घर छ यहाँ। सस्ता होइन परिवारको जस्तै भरोसाको घर छ यहाँ। कामले बोल्छ कर्मले चम्किन्छ भाषणको भिडमा छैन। रोल्पाली सेवा समाज इमानको वरण छ यहाँ। कामले बोल्छ कर्मले चम्किन्छ भाषणको भिड छैन। रोल्पाली सेवा समाज इमानको वरण छ यहाँ। रोल्पाली सेवा समाज इमानको वरण छ यहाँ।